सो हेलो एन्ड वेलकम टु बिस्से ब्लग्स र अस्तिको ब्लग हालिन त्यसको लागि मलाई माफ गरिदिनु र आज चाहिँ हामी आएको छौँ फ्लावर फेस्टिभलमा जानको लागि हाम्रो फर्स्ट सेमेस्टरको लागि चाहिँ एकदम के अरे कम्पलसरी भनेर बोलाएको थियो र त्यसरी आएको छौँ। यता रिन्जेन दाई कस्तो सन्चै हुन्छ नि दाई, हिरो भएर आउनु भएको छ। र यता इसल दादा ओहो हिरो अर्को सेकेन्ड हिरो र उतापट्टि जिरोहरू चाहिँ उतापट्टि हुनुहुन्छ। र त्यस्तो कुराहरू माइन्ड नगरिकन सर 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 अगाडि बढ्दिउँ होइन। बिक्कु दादा आहा दादा आहा कति राम्रो हो दादा तपाईँ। यहाँ हेर यस्तो राम्रो मान्छे छन्, यति राम्रो मान्छे छन्। यो मान्छे राम्रो हो कि कपडा राम्रो हो कि कपाल राम्रो हो कि हो यार। ओहो यो घाँटीमा लाउने केटीको यो हार राम्रो हो कि के हो त्यो कानमा लगाएको एयरबड्स राम्रो हो कि त्यो हातमा बोकेको मोबाइल कबाडी हो कि मान्छे राम्रो हो के हो बुझ्नै नसकिँदो रहेछ। गाह्रो छ, समस्या छ। अब जाम हामी, तर जाने चाहिँ कहाँ मलाई पनि थाहा छैन है। एकचोटि हेरौँ है। सो हामी चाहिँ अहिले गाना सुन्दै डेन्स गर्दै बसिरहेको छौँ। कस्तो रमाइलो छ नि त यार, मोज भइरहेको कपिराइट स्ट्राइक हान्दैन हो। र यतापट्टि सबैजना रेडी भइसकेको छ र उतापट्टि हाम्रो दिदीबहिनीहरू पनि आइसक्नु भएको छ। उताबाट अरू बहिनीहरू पनि आउँदै हुनुहुन्छ दिदीबहिनीहरू। र उताबाट हाम्रो उताबाट बोलाइसक्नु भयो। उता हिँड र केटा यस्तै छ हाम्रो। यो के हो हामी दुईजना दाइ राम्रो हो कि यो फोन राम्रो हो कि होइन होला, यो कपडा राम्रो हो कि म राम्रो भयो होला भन्छ। मै राम्रो भयो होला। यो अब बस पनि आयो दाइ। बस पनि आयो र उता हाम्रो पल्लै हुनुहुन्छ उहाँ चाहिँ। फेरि पनि भन्छु म हाम्रो युनिको रिप्रेजेन्टेटिभ त्यसरी हल्का छोटो हो थोरै। सौ उल्ला भइहाल्यो नि केटा हो। टोपी रे के टोपी भनेको दाइ। सो यता ओहो दादा सन्चै हुनुहुन्छ होइन होला। र यताजना सबैजना रेडी भइसक्यो र बस त्यही बस होला हाम्रो सकेसम्म। र जाम अब हामी फ्लावर फेस्टिभल। सो अहिले चाहिँ हाम्रो एटेन्डेन्स भइरहेछ। एटेन्डेन्स सकेपछि हामी यहाँबाट घुम्न जानेवाला छौँ गाडीमा चढेर। र गाडी आउने कहिले ओहो यता सबैजना एकदम आफ्नो जोसमा। यता हाम्रो केटाहरू पनि आफ्नो जोसमा। सो अहिले चाहिँ हामी के अरे बसमा छौँ र बसको हालत त्यस्तो छ। र उता हाम्रो सर हुनुहुन्छ सँगसँगै नेम। र यतापट्टि हाम्रो केटाहरू सबैजना खानाको लागि चाहिँ हामीलाई के दिएको छ भने 2टा चोकोपाई, 3टा चोकोपाई, एउटा स्निकर्स, एउटा कोका कोला, अनि त्यसपछि के छ एउटा के हो बिस्कुट जस्तो के छ, अनि त्यसपछि यो चाहिँ एउटा पानी भयो। यति दिएको छ हाम्रो लागि खानाको लागि चाहिँ। सो द्याट्स अल गाइज। र यतापट्टि किन हो इमुको अहिले इमु तिमी लाज छैन अलिकति लाज शरम लाग्दैन? इमुको काम छैन यार, यस्तो छ यार। के छ सन्चै छ, मजा आइरहेछ, रमाइलो भइरहेछ अहिलेसम्मको लागि। ठिक छ नि होइन, आनन्द चिल छ होइन, चिल्लाएको छ नि होइन लाइफ। जिन्दगी आराम छ होइन, बस जिन्दगी आराम छैन। बुक्कटहरू अहिलेदेखि खान सुरु गरेको लभली यार, अहिलेदेखि खान सुरु गरेर रहेछ। हामी पनि हामी खाने मान्छे। सो अहिले चाहिँ हामी कोरियाको लङ्गेस्ट भन्ने सुनेको र यतापट्टि यसो छ। म त भर्खरै सुतेर उठेको। प्रायः सबैजना भर्खरै सुतेर उठिरहेको हो कि नै? सुत्यो भने उताबाट झन् कस्तो उताबाट ढुङ्गा पनि देखियो साथीहरू। उताबाट के आइरहेछ, यस्तो खतरा ठाउँमा गइरहेछौँ नि आमा। डेन्जरस जिजु आइल्यान्ड हो।
तल पनि छ बिकु दाइ तिमी त हाम फाल्ने होला नि है हाम फाल्ने हो रिन्जिन दाइ हाम फाल्ने हो यहीँबाट फाल्ने नि अलि 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 अति नै भयो होला यो चाहिँ अति नै ठुलो गफ भयो मलाई नि पढ्यो म त जान्दिनँ म त पढिनँ म त बगाएर लिएर गयो भने म डुबाएर लिएर गयो भने र उतापट्टि हामी चाहिँ आइपुगेको अवस्था छ सो यता सबैजना एकदम खुसी खुसी भएको अवस्था छ खुसी खुसी ओए अमुस भानी त खत्तमै छ नि यो पनि चाहिन्छ सो हाम्रो चाहिँ फाइनल Kamsahamnida. So we are here. म त मान्छे चस्मा लगाएर नराम्रो देख्छु क्या है ह्यान्सी देखियो है सो जम गाइस यो चाहिँ फ्लावर फेस्टिभलको पार्किङ लट भयो यस्तो खतरा छ बाफरे यता हाम्रो सर हुनुहुन्छ सो हामी चाहिँ अहिले फाइनली फ्लावर फेस्टिभलको भित्र छौँ र यो चाहिँ हाम्रो हातमा भएको चाहिँ म्याप हो र यतापट्टि वा लभली गाइज लभली खतरा छ सिस्टम चाहिँ कडा छ सो यहाँ चाहिँ हाम्रो सर पनि अगाडि हुनुहुन्छ हाम्रो चाहिँ फोटो खिच्नेवाला छन् एक रैप्टे में धरती चाटते चल र यतापट्टि अब हामी जानुपर्ने ओइ होइन होला एकछिन यतै सँगै घुम्ने रे एकछिन सँगै घुम्ने रे एकछिन सँगै घुम्नु पर्यो रे साथीहरू एकछिन सँगै घुम्नु पर्यो guys ट्युलिप ओ गाइस पुरानो याद ताजा भयो नि यार त्यही त भनेको के ये साथीहरू लास्ट खतरा रहेछ ट्युलिप ओ यामजी ट्युलिप देख्नु भयो यो दाइलाई सम्झाउनु न हल्का एकछिन सम्झाउनु न एकछिन सम्झाउनु त भगवान् सुन भन्ने हुनु त के गर्ने ओ यामची ओए दाइ पुतली ए के अरे होइन रानीको बच्चालाई के भन्छ अरे राजकुमारी गाइस राजकुमारी अगाडिहरूको राजकुमारीहरू पुकुली डेटिङ बस्यो डेटिङ है गाइस डेटिङ म पनि डेटिङ आएको
डेटको लागि आएको हामी दुईजना चाहिँ डेट गरिदिएको मैले किन केटाकेटा चाहिँ डेट आउनु हुँदैन हुँदैन दाजुभाइ डेट आउनु हुँदैन हुन्छ नि हामी पनि डेट आएको र ओए सिस्टम खतरा छ सिस्टम खतरा छ कस्तो कडा है तरिका है डर रहा यार फर्स्ट कमेन्ट इसलले इस होइन होला साच्चै अब हेर न अहिले होइन होला यस्तो भिडियो आयो भने त जहिले जाम त इसलले छिटो आउँदै गाइस होइन होला सो हामी चाहिँ फाइनली आइसकेको छौँ यसलाई सिक्ताङ भन्छ होइन सिक्ताङ सो ए हो र नो प्रब्लम सी इज नाम बिर्से इरु नाउन उहाँको नाम चाहिँ नाउन सो गाइस यसको लाइन जाऊँ न हामी पछाडि आउँ न सो यस्तै रमाइलो गर्दै गर्दै हामी आइपुगेको छौँ फ्लावर फेस्टिभलमा दाइले गन्न नि उल्टै गर्नुहुन्छ दाइ फेरि खतरा मान्छे दाइ त उल्टै हो है राम्रो टाइपले उल्टो लेट्स गो गाइस अब खाना खानको लागि होइन केही खानको लागि जे भने खानको लागि सो गाइस हाम्रो चाहिँ यहाँबाट भात लिने अनि भात लगाएर अनि गम हातले खाइदिने है हातले खाइदिने नेपाली स्टाइल हातले खाइदिने च्याप सक्छ त कसैको सक्दैन नि फेरि यतिको चाहिँ हुनुपर्छ ए थपी खान मिल्छ अरे साथीहरू थपी खान मिल्छ अरे थपेर भाँडै सकाइदिनु पर्छ यत्रोले खाँदा त भाँडै सकिन्छ होला भाँडा सकाइदिउँ है म त भाँडै लिएर गइदिने होइन होला गाइस बेचत भयो बिल्ला भयो मेरो बिल्ला भयो ओके थ्याङ्क यू आई डोन्ट हेभ इट्स टाइम इट्स टाइम टु त्यो त तिमीलाई खाना खाने बेला पनि मोटिभेसन होस् भने होइन DRIM कोरियाको प्लेट यस्तो हुन्छ साथीहरू कोरियन प्लेट गाइस मलाई चपस्टिक चलाउन आउँदैन कि चम्म चाहिँ होइन ए खामसाम्निदा चपस्टिक पनि हाल न एटलिस्ट चलाउन खामसाम्निदा अत नि ल हाल ल दाइ ओए होइन ल अब भ्लग कसरी बनाउनु त भ्लग बनाउ म हालिहाल्छु नि अनि यो बनाउँदै गर म हालिदियो भयो Gather up a love crew. It's time to break a princess breath. फाप मक्कयो फाप मग्गसै हल्ला नगर है ब्लग सक बनाऊ हल्ला नगर भोक लागिरहेको बेलामा फकडे नाटक गर्छ म चाहिँ अया नि होइन होला दाइ सरी भनिदिनु न दाइ यस्तो त सरी है बिस्तारै लाइक च्यानललाई सब्स्क्राइब हान्दिनु होला सबैले होइन भिडियो पुगाउनु पर्ने हुन्छ होइन दाइ गाइस फाप मग्गयो फाप के हो र त ओ यस्तो त नान्नु है के हो त्यो यस्तो नमिठो कुरा नान्नु है हैन त्यो मिठो नखाने उ चाहिँ दाल खाम न दाल दाल चाहिँ खाऊ न दाल खाम न दाल ओइ भाइ के हो तिमी जेनी टिप्न आउँछौ कस्तो मलाई भिडियो नि त्यो मिठै छैन भन्दा भन्दै पनि टिपेले लेखा अहिले फाल्यो नि फाल्यो भने नि गाह्रो हुन्छ त्यो नुडल्स मिठो हुन्छ नुडल्स नै छ के नुडल्स भनेको ऊ चाहिँ मासु चाहिँ हाल्नु है मासु खानु चाहिँ सबै मासु गर्दैन कि फाप फाप हाम्रो चाहिँ यहाँ कोरियामा यसलाई चाहिँ फाप भन्छ भातलाई फाप भन्छ हो कि नै फाप भाइ त्यो दाल त होइन रहेछ त्यो दाल होइन रहेछ यार दाइ त्यसलाई के भन्छ
के हामीले धेरै लिएको हो कि मान्छेले नै थोरै खान्छन् हो यहाँ खै यहाँ त थोरै खान्छन् नि होइन होला बेजत भयो नि त दाइ त्यो हालिदिनु न मलाई नि त्यो दाल हो कि के हो दाल हो यो दाल हो भयो पुग्यो सो यो चाहिँ दाल अरे नेपालीको दाल क्याप्टेन किन हालिदिनु मलाई क्याप्टेन यो हालिदिनु न यो हो यो हालिदिनु न हो यस ओके ओके अझै एउटा खिन्छ न यो हाल्दै मलाई त हालिदिनु मान्छे त्यो भने खाउँछौँ गाइस दिस इज चिकन कटलेट अरू त के हो त्यो पनि दाइ त्यो पनि तिमी हात एउटाले समाउन एउटाले हाल न यहाँ हाल खान्न है ए सरी यार यतापट्टि हो एउटा दुईवटा तिनवटा सही हो चारवटा अब एउटा हो वा लभली अरू त खाँदैन दादाले गाइस अहिले चाहिँ हामी निस्केर जान लागेको छौँ आफै घुम्नको लागि र होइन होला बच्चाहरूलाई त्यस्तो भन्नु होइन थ्याट लास्ट सरम घिन भन्ने चिज आजकल सबै मरिसक्यो यहाँ त ए जामे त गाइस दिस इज समुद्रको टाँगी समुद्रको पानी वे गाइस ओ लभली सो लभली खै गाइस यतिको रमाइलो हुनुपर्छ सबजना वो लास्ट चिसो छ यार पानी त लास्ट चिसो छ यार पानी त लभली 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 समुद्र खाना लभली छ रमाइलो सो हाम्रो चाहिँ अहिले हल्का पौडी सोडी खेल्दा जाडो भएर यतातिर आएको छौँ बाहिरतिर डुल्नको लागि र डुल्दा डुल्दै हामी चाहिँ यहाँ आएको छौँ कस्तो राम्री हो यार guys so we are going to check everything out here okay यताबाट आइज न so यतिपछि हुनुपर्छ so these are the things lovely guys वे चाक मसाज गर्ने रहेछ यो ढाड मसलहरू सबै मसाज हुने रहेछ यो के केटा हो वे के हो यो औषधि यार मेडिकलको रहेछ वे बस्ने खुट्टा मसाजर लभली है लभली वे ह्यान्ड प्याच हो वे यो चाहिँ मेकअपको रहेछ These are the things what you get to see in Korea होइन साथीहरू र यहाँ चाहिँ चिट्ठा केटा हो उयो चिट्ठा खोलौँ न पाइँदैन होला त्यो त यहाँ उयो मह हो यो चक्लेटवाला रहेछ यो अस्ति नै खाएको चक्लेटवाला यो खाएको छु नि मैले हामीलाई फ्रीमा रहेछ हन्नी हो जिना भन्न दाइ हामीलाई चिना भन्छ
यो रुट यो अस्ति भन्थ्यो ओए यो त उयो लसुन रहेछ लसुन होइन के हो यो पेक्खा हो फुल कोत ओए यहाँ नि के रहेछ नि त पानी केटा पानी So these things are from Pakistan. र यो चाहिँ पाकिस्तानबाट ओए केटा ओए छमछमन्य ओ माइला गड किन त हामी हेर्नु थियो lovely guys very perfect one side ओए सुहाउँदो रहेछ यार मनिषा तर so these are the medicines I guess ओए त्यो त यताबाट फर्किँदा यता फर्किन्छ यहाँ हेर नि यो ओए यताबाट अर्कै आउँछ ल ल सेटु भयो नि त टेक्नोलोजी जम टोपी लगाइदिउँ न होइन माथि यसरी लाउने हो कि यसोसम्म लाउन उता फ्रीको माल बाहिर फ्रीको गेम 대준이 화이팅! 자, 마지막 이모한테 와주세요. 이야, 축하해요. गाइस यहाँ चिकनहरू पनि छ चिकनहरू हेरौँ है साथीहरू चिकन ओए टोट्रोइस साथी ओए ओए न यस्तो जोडी मिलेको रे त जोडी मिलेको रे छगी ओ आइगो चिन्चा ओए जाडो कपडा फ्रीमा हो यो कपडा फ्रीमा हो फ्रीमा भएको चाहिँ लिनु हुन्थ्यो ओए जाम्रे त यता जा भन्ने अब जाने हो भालो ओए यस्तो ठाउँमा फोटो खिच्न मिल्दैन मात्रै हो नत्र भिडियो मात्रै बनाउनु मिल्यो ओए नत्र खतरा हुन्थ्यो है दाइ सेट्टु हुन्छ नि सेट्टु ओए हुन्छ दाइ ओए यहाँ न ओए दाइ उयो धान होइन यो खोर्सानीको बुटो हेर त खोर्सानीको बुटो पनि कस्तो ठुलो हुने हेर हेर्दा नेपालमा यत्रो हुन्छ त पिचिक्क परेको खोर्सानीको बुटो होइन र यो खोर्सानीको होइन र यो बुटो हो र खोइ होइन होला यार हेर न यहाँ कस्तो के कुरा छ यार लप्री उयो सेटु टमाटर गोलभेडा उयो सेटु के हो यो यता आउँदा यहाँ होइन होला ड्याममा कसम आमा उयो ऐना छ क्या यहाँ के छ उयो दाइ आऊ न दाइ पुतली पनि छ यहाँ त त्यसका बाजे ड्याम गाइज वाउ एउटा फुटा यो के मसरुम हो त्यहाँनिर छ हेर त नक्कली हो सक्कली हो नक्कली हो कस्तो खतरा देखेको यार आऊ दाइ अब
उत्यहाँ आएर सेट्टु यार बिटलको लार्वा रहेछ लार्वा त्यही त यार हेर न दुईटा यहाँ छ एउटा उता कसरी हिँड्दो रहेछ हेर न यत्रो खाल्टो पारी पारी हिँडेको फ्रीको सामान रहेछ दाइ फ्रीको माल रहेछ यहाँ के रहेछ यो लिन मिल्दैन ओ यहाँ रहेछ नि त ओ दाइ आमा यार हेर न यहाँ ककुल यार सेट्टु राम्रो रहेछ है यहाँ चाहिँ हेर न जेली खाँदो रहेछ त्यही त सो यतापट्टि चाहिँ बिटलहरूको फोटो आम्मा कत्रो लामो हो यो त त्यो के अरे लार्भामा हेर्नु हा यो हट यस्तोवाला दा यहाँ हेर्नु न आम्मा क्या सेट्टु यार कत्रो ठुलो लार्भामा भएको जस्तै पछाडि हेर आम्मा त्यो माटो खानेवाला लभली यता पनि छ यहाँ पनि दाइ यहाँ दाइ यहाँ दाइ यहाँ रहेछ दाइ त्यहाँ माथि हेर न फिगरहरू रहेछ त्यहाँ चाहिँ यो चाहिँ रियलै हो कि यो चाहिँ प्रिजर्भ गरेर राखेको रियलहरू भयो यो चाहिँ बनाएको होला हेर न बिच्छु माकुरा के हुनु दाइ यहाँ हेर दाइ यहाँ रहेछ कस्तो टल्किँदो रहेछ यार यिनीहरू त यो चाहिँ नक्कली होला होइन रहेछ खाइ त रहेछ ऊ भान्टा हो कि एक प्लान्ट भन्छ भान्टा भान्टा सुसीमाथि के राखेर खाँदो रहेछ यस्तो खाँदो रहेछ नि त्यही त ल सेट्टु बिल्ला गरेर त्यही त यार कस्तो डेन्जर जमजम दाइ आउनु धान भाइ धान थप धानको बासा कस्तो मिठो आएको बासमती चामल हो क्या यो 너무 좋은데? सक्यो सेट्टु राम्रो रहेछ यार सो गाइस हामी चाहिँ फाइनली फिर्ता जानको लागि लागिसकेको छौँ ओहो ट्युलिप गाइस ट्युलिप भन्न नि ट्युलिप त हो नि टुलिप गाइस द्याट्स ट्युलिप गाइस ए होइन टुलिप गाइस टुलिप ओहो सिस्टम यस्तो भयो त्यो आर्टिफिसियल भयो त्यतापट्टि झन्डाहरू छ सो द्याट्स हाउ वी कम्प्लिटेड आवर डे चाहिँ आजको चाहिँ दिन यसरी नै सकियो र आएर चाहिँ मैले नुहाइ धुवाइ गरिसकेँ र कपालमा नुनसुन लागेको थियो र त्यो पनि हटाइसकेँ सो भेट्दै गरौँला अर्को ब्लगमा आजको लागि यति नै बाई